आज चाहिँ हामी डिजे वर्कसपबाट हाम्रो भाइ एमडी गरेको है फेरि एमडी गरेको हाम्रो भाइ उयसमा चाहिँ फेरि के अरे मिस्त्रीमा चाहिँ र आजको यो हाम्रो यात्रा भनेको चाहिँ दानाबारी तर बाटो चाहिँ अफरोड मेरो पनि फर्स्ट टाइम अनि गाइस यस्तो छ आज होलीको दिन हामी छुट्टी मान्नको लागि चाहिँ हामी चाहिँ यसो रमाइलोको लागि चाहिँ कहिलेकाहीँ हामी निस्किने गर्छौँ र आज चाहिँ हाम्रो दानाबारीको एउटा होटल के अरे त्यो होटलको नाम तँलाई थाहा छैन होला है भाइ अब त्यो जाँदैछौँ मामाको होटल अरे होइन अब त्यो मामाको होटलमा चाहिँ भान्जाहरू जाँदैछौँ अनि भरे चाहिँ अब के हुन्छ यहाँको बाटोको परिस्थिति हेरेर खानुपर्ने अवस्था आयो क्या लडेर झडिन्छ कि भन्ने हुन्छ होइन त्यो भएको कारणले गर्दा बाटो चाहिँ एकदम खत्तम रहेछ तर खत्तम भन्नाले खासै त्यस्तो खत्तम त होइन गाडी कुदाउनेहरूलाई हामी अब अफरोड कुद्नेहरूलाई त मतलबै भएन तर ठिकै छ राम्रो छ पहाड पनि यस्तो माथि रहेछ डाँडा काँडा ल गाइस ल माथि भेटौँ अहिले फाइनल्ली हामी चाहिँ अलिकति दानाबारीको आसपासमा आइसकेको छौँ र यो आसपासमा आइपुग्दाखेरि हामी आएको बाटोहरू उतै हो यस्तो छ गोरेटो नभनौँ धरान चाहिँ अलिकति तुवालो लाएर यहाँबाट अलिक त्यति राम्रो स्पष्ट देख्न नसकेको अवस्था तर पनि अब धरान चाहिँ यहाँबाट सबै मजाले देखिँदो रहेछ भन्ने मेरो आकलन र यता हाम्रो भाइहरू चाहिँ पुरा फोटो सेसन गर्दै गरेको अवस्था है यो चाहिँ आउँदै गरेको अवस्था तर यहाँ देखिँदैन तर बाटो चाहिँ एकदम खत्तम छ है भर्खर बाइकहरू स्कुटीहरू चलाउँदै गरेकोहरू चाहिँ नआए पनि हुन्छ अलिकति एक्सपिरियन्सहरूमा त आए हुन्छ तर आज तुवालो लागेकोले गर्दाखेरि यहाँको दृश्यलाई मैले राम्रोसँगले कैद गरेर तपाईँहरूको माझ ल्याउन सकिनँ तर पनि आज चाहिँ जोस् हाम्रो यात्रा सफलै भएको छ अहिलेसम्म तर यो बाटो भनेको चाहिँ यस्तै हो गाउँघरको बाटो अब यतिको चाहिँ राम्रै मान्नुपर्छ यहाँ चाहिँ बोलेरो स्कर्पियो सबै आउनु सक्छ गाइस जो कोही पनि घुम्नको लागि चाहिँ यो दानाबारी आउनु पर्यो भने नघिच्काइकन आउँदा हुन्छ है त भन्दै यो आधी बाटोको सानो जानकारी म तपाईँहरूलाई दिइरहेको छु र यहाँभन्दा पनि अलिकति मासतिर अब जाँदैछौँ सायद अब आइसक्यो होला त्यो आइसकेको जस्तो लागिरहेको छ यहाँ माथि होटल देखिरहेको छु त्यस पछाडि चाहिँ अब हामी त्यहाँको बारेमा हामी तपाईँलाई म जानकारी दिनेछु ल मेरो भाइहरू भर्खर आइपुग्दैछ ल फाइनल्ली माथि आइपुग्यौँ र यो पवित्र बिहानी भन्ने होटलमा हामी आइपुगेका छौँ र यहाँ चाहिँ हाम्रो डम्बर भाइको मामाको आफ्नो स्वयं मामाको होटल भएको कारणले गर्दाखेरि चाहिँ आज हामीले प्रोग्राम यहाँनिर राखेका थियौँ र आइपुग्यौँ र जस निर्माण सुरु भइसकेको र जस व्यवस्थापन भइसकेको हरेक कुराहरू हाम्रो केटाहरू चाहिँ आज कतिको खुसी छन् कोनी खुसी दामी छ होइन नयाँ नौलो ठाउँमा घुम्न आउनु भनेको मेरो पनि पहिलोचोटि हो यो दानाबारी चाहिँ अब धरानमै जन्मे पनि यो दानाबारी भन्ने ठाउँ चाहिँ सुनेको आइएको थिएन जन्मेको भन्दा नि हुर्केको टोकोमा कोसेली बोकेर 5 पैसा पाइन्थ्यो टिका लाएर त्यो जमानामा होइन ल राम्रो कटेजहरू बनाउनु भएर रहेछ पहिलोचोटि आएको हुनाले गर्दाखेरि मैले अहिले जानकारी दिँदैछु किन भन्दाखेरि आजभन्दा अगाडि मभन्दा अगाडि आउने दाजुभाइहरू साथीहरू आउनु त भएको होला तर पनि अरू नयाँ साथीभाइहरूको लागि चाहिँ मैले यो भिडियो बनाउन गएको र जानकारी दिन खोजेको र यहाँ पवित्र बिहानी रिसोर्ट प्राली बाटो चाहिँ पहिला खतरा थियो अरे अहिले चाहिँ अलिक राम्रो बनाउनु भएको रहेछ गाइस भन्दै यो सानो भिडियो मैले यहाँबाट चाहिँ अहिलेलाई एकछिनको लागि म बिट मार्छु र एकछिनपछि हाम्रो कार्यक्रम छ डिजे वर्कसपको फ्यामिलीबाट त्यो दृश्यहरूलाई पनि म तपाईँहरूको माझ लिएर फेरि आउनेछु डिजे वर्कसप भनेको चाहिँ त्यसरी हो किनकि गल्फको हामी सामानहरू बेच्छौँ गल्फ को सामान भन्दा नि गल्फको चाहिँ मोबिल अनि यता बलियो गल्फले मान्छे बलियो केले रक्सीले अहिले चाहिँ हामी ढ्याक्क
आजको हाम्रो कार्यक्रममा हामी आबद्ध भइसकेको छौँ। हाम्रो मास्टर्स गरिसकेको 5 क्लास पढेर यता चाहिँ के अरे के पो भन्छ तँलाई त के गरेको अरे डिग्री अनि यता यो एसएलसी पास अनि म पनि एसएलसी पास भर्खर अनि धेरै लामो समय पछाडि दुईटा भाइलाई अनि घरमा चाहिँ मान्छे नकुट्नु जस्ट जोक ल गाइस आजको हाम्रो कार्यक्रम चाहिँ के छ भने आज बियर सियर खाने तङमा खाने अनि ओभर भोलि चाहिँ स्पेस त हामी दानाबारी होइन पवित्र बिहानी भन्ने हाम्रो मामाश्री हाम्रो भाइको मामाश्री अब हामी पनि मामाश्री नै हो उहाँको होटलमा चाहिँ आएर हामी बसेका छौँ है र भाइहरूलाई चाहिँ मैले किन दुईटा तङमा दिएको भन्दाखेरि आज शुक्रबार हामी छुट्टी मानिहाल्यौँ भोलि शनिबार हाम्रो छुट्टी छ ओभर ह्याङओभर भयो भने चाहिँ भोलि नि छुट्टिए टाउको दुखे पनि जे गरे पनि सुतेर बसौँ भनेर हामीले दिएको है चेस हान त ल कस्तो छ कस्तो दामी छ तितो छ अस्तिको शनिबार घुमेको ठाउँ चाहिँ यो हो तर एकदम लाइट बडी भएको कारणले गर्दाखेरि देखिँदैन हो राम्रो। आज चाहिँ हामी डिजे वर्कसपबाट हाम्रो भाइ एमडी गरेको है फेरि एमडी गरेको हाम्रो भाइ उयसमा चाहिँ है फेरि के अरे मिस्त्रीमा चाहिँ र आजको यो हाम्रो यात्रा भनेको चाहिँ दानाबारी तर बाटो चाहिँ अफरोड मेरो पनि फर्स्ट टाइम अनि गाइस यस्तो छ आज होलीको दिन हामी छुट्टी मान्नको लागि चाहिँ हामी चाहिँ यसो रमाइलोको लागि चाहिँ कहिलेकाहीँ हामी निस्किने गर्छौँ र आज चाहिँ हाम्रो दानाबारीको एउटा होटल के अरे त्यो होटलको नाम तँलाई थाहा छैन होला है भाइ अब त्यो त जाँदैछौँ मामाको होटल अरे होइन अब त्यो मामाको होटलमा चाहिँ भान्जाहरू जाँदैछौँ अनि भरे चाहिँ अब के हुन्छ यहाँको बाटोको परिस्थिति हेरेर खानुपर्ने अवस्था आयो क्या लडेर झरिन्छ कि भन्ने हुन्छ होइन त्यो भएको कारणले गर्दा बाटो चाहिँ एकदम खत्तम रहेछ तर खत्तम भन्नाले खासै त्यस्तो खत्तम त होइन गाडी कुदाउनेहरूलाई हामी अब अफरोड कुद्नेहरूलाई त मतलबै भएन तर ठिकै छ राम्रो छ पहाड पनि यस्तो माथि रहेछ डाँडा काँडा ल लगाइस् ल माथि भेटौँ अहिले फाइनल्ली हामी चाहिँ अलिकति दानाबारीको आसपासमा आइसकेको छौँ र यो आसपासमा आइपुग्दाखेरि हामी आएको बाटोहरू उतै हो यस्तो छ गोरेटो त नभनौँ धरान चाहिँ अलिकति तुवालो लाएर यहाँबाट अलिक त्यति राम्रो स्पष्ट देख्न नसकेको अवस्था तर पनि अब धरान चाहिँ यहाँबाट सबै मजाले देखिँदो रहेछ भन्ने मेरो आकलन र यता हाम्रो भाइहरू चाहिँ पुरा फोटो सेसन गर्दै गरेको अवस्था है यो चाहिँ आउँदै गरेको अवस्था तर यहाँ देखिँदैन तर बाटो चाहिँ एकदम खत्तम छ है भर्खर बाइकहरू स्कुटीहरू चलाउँदै गरेकोहरू चाहिँ नआए पनि हुन्छ अलिकति एक्सपिरियन्सहरूमा त आए हुन्छ तर आज तुवालो लागेकोले गर्दाखेरि यहाँको दृश्यलाई मैले राम्रोसँगले कैद गरेर तपाईँहरूको माझ ल्याउन सकिनँ तर पनि आज चाहिँ जे होस् हाम्रो यात्रा सफलै भएको छ अहिलेसम्म तर यो बाटो भनेको चाहिँ यस्तै हो गाउँघरको बाटो अब यतिको चाहिँ राम्रै मान्नुपर्छ यहाँ चाहिँ बोलेरो स्कर्पियो सबै आउनु सक्छ गाइस जो कोही पनि घुम्नको लागि चाहिँ यो दानाबारी आउनु पर्यो भने नघिच्काइकन आउँदा हुन्छ है त भन्दै यो आधी बाटोको सानो जानकारी म तपाईँहरूलाई दिइरहेको छु र यहाँभन्दा पनि अलिकति मासतिर अब जाँदैछौँ सायद अब आइसक्यो होला त्यो आइसकेको जस्तो लागिरहेको छ यहाँ माथि होटल देखिरहेको छु त्यस पछाडि चाहिँ अब हामी त्यहाँको बारेमा हामी तपाईँलाई म जानकारी दिनेछु ल मेरो भाइहरू भर्खर आइपुग्दैछ ल हामी फाइनल्ली माथि आइपुग्यौँ र यो पवित्र बिहानी भन्ने होटलमा हामी आइपुगेका छौँ र यहाँ चाहिँ हाम्रो डम्बर भाइको मामाको आफ्नो स्वयं मामाको होटल भएको कारणले गर्दाखेरि चाहिँ आज हामीले प्रोग्राम यहाँनिर राखेका थियौँ र आइपुग्यौँ र जस निर्माण सुरु भइसकेको र जस व्यवस्थापन पनि भइसकेको हरेक कुराहरू
हाम्रो केटाहरू चाहिँ आज कतिको खुसी छन् कोनी खुसी दामी छ होइन नयाँ नौलो ठाउँमा घुम्न आउनु भनेको मेरो नि पहिलोचोटि हो यो दानाबारी चाहिँ अब धरानमै जन्मे पनि यो दानाबारी भन्ने ठाउँ चाहिँ सुनेको आइएको थिएन जन्मेको भन्दा नि हुर्केको टोकोमा कोसेली बोकेर 5 पैसा पाइन्थ्यो टिका लाएर त्यो जमानामा होइन ल राम्रो कटेजहरू बनाउनु भएको रहेछ पहिलोचोटि आएको हुनाले गर्दाखेरि मैले अलि जानकारी दिँदैछु किन भन्दाखेरि आजभन्दा अगाडि मभन्दा अगाडि आउने दाजुभाइहरू साथीहरू आउनु त भएको होला तर पनि अरू नयाँ साथीभाइहरूको लागि चाहिँ मैले यो भिडियो बनाउन गएको र जानकारी दिन खोजेको र यहाँ पवित्र बिहानी रिसोर्ट प्राली बाटो चाहिँ पहिला खतरा थियो अरे अहिले चाहिँ अलिक राम्रो बनाउनु भएको रहेछ गाइस भन्दै यो सानो भिडियो मैले यहाँबाट चाहिँ अहिलेलाई एकछिनको लागि म बिट मार्छु र एकछिनपछि हाम्रो कार्यक्रम छ डिजे वर्कसपको फ्यामिलीबाट त्यो दृश्यहरूलाई पनि म तपाईँहरूको माझ लिएर फेरि आउनेछु डिजे वर्कसप भनेको चाहिँ त्यसरी हो किनकि गल्फको हामी सामानहरू बेच्छौँ गल्फ को सामान भन्दा नि गल्फको चाहिँ मोबिल अनि यता बलियो गल्फले मान्छे बलियो केले रक्सीले अहिले चाहिँ हामी डाक्क हाम्रो कार्यक्रममा हामी आबद्ध भइसकेको छौँ हाम्रो मास्टर्स गरिसकेको 5 क्लास पढेर यता चाहिँ के अरे के पो भन्छ तँलाई त के गरेको अरे डिग्री अनि यता यो एसएलसी पास अनि म पनि एसएलसी पास भर्खर अनि धेरै लामो समय पछाडि दुईटा भाइलाई अनि घरमा चाहिँ मान्छे नकुट्नु जस्ट जोक ल गाइस आजको हाम्रो कार्यक्रम चाहिँ के छ भने आज बियर सियर खाने तङ्बा खाने अनि ओभर भोलि चाहिँ स्पेस त हामी दानाबारी होइन पवित्र बिहानी भन्ने हाम्रो मामाश्री हाम्रो भाइको मामाश्री अब हामी पनि मामाश्री नै हो उहाँको होटलमा चाहिँ आएर हामी बसेका छौँ है र भाइहरूलाई चाहिँ मैले किन दुईटा तङ्गमा दिएको भन्दाखेरि आज शुक्रबार हामी छुट्टी मानिहाल्यौँ भोलि शनिबार हाम्रो छुट्टी छ ओभर ह्याङओभर भयो भने चाहिँ भोलि नि छुट्टिए टाउको दुखे पनि जे गरे पनि सुतेर बसुन् भनेर हामीले दिएको है चेस हान त ल कस्तो छ कस्तो दामी छ तितो छ अस्तिको शनिबार घुमेको ठाउँ चाहिँ यो हो तर एकदम लाइट बडी भएको कारणले गर्दाखेरि देखिँदैन हो राम्रो दामीको हामीले व्यवस्था हान्दैछौँ ट्याग के अरे अनि आउँछ त पोक खाने आज चाहिँ जस मजा आज पक ल्याएर चाहिँ यहाँ पोलेर आजको दिन होलीको दिनमा अरूले होली दल्दै होला नि त्यो होली दलेको पैसाले चाहिँ हामी यहाँ खाँदैछौँ होइन त गाइस होली खेलेर के गर्नु फाइदै छैन भित्र दल्ने बियरले ला त भनेर होइन ल गल्फ कम्पनीबाट चाहिँ हामीलाई एउटा उपहार तिहारको लागि भनेर होलीको लागि भनेर हामीलाई चाहिँ उपहार दिएको छ डम्बर भाइ र मैले चाहिँ पवन अग्रवाल को के भन्छ डिलर होइन डिलरलाई चाहिँ हामीले प्रमोट गर्दै गल्फ कन्ट्री पो भन्छ क्या गल्फ मोबिलको हामीले चाहिँ मोबिल हेयर ओइल कुलेनलाई चाहिँ हामीले प्रमोट गर्दै मैले पनि गल्फको युज गरिरहेको छु होइन गाइज अब गल्फ ह्याप्पी होली सबैजनालाई पवन दालाई पनि है हामी डिजे वर्कसप फ्यामिलीबाट चाहिँ अनि टु गाइजहरूले चाहिँ अलिकति बिर्सेछ क्या यहाँनिर बियर खाएर बिर्सेछ क्या जस्ट जोक है हामी चाहिँ दानाबारीमा होइन सन्ध्या बिहानी होटलमा आएर चाहिँ गल्फ भेस्ट चाहिँ हामीले प्रदर्शन अनि प्रमोट पनि गरेको गल्फ कम्पनीलाई ल गाइस हाम्रो भिडियोबाट यसो अब आज त होलीको दिनमा यसो रमाइलो गर्नै पर्यो त्यो भएको कारणले गर्दाखेरि
धेरै बोल्यो भने पनि अब त्यसलाई एडिट गरेर बुझिदिनु होला होइन गाइज हामी धेरै बोल्यौँ भने एडिट गर्नु होला अनि बुझिदिनु होला बाइ बाइ गाइज म त यसो अनुसन्धान गर्दै जाँदाखेरि त यो हाम्रो होटल चाहिँ हाम्रै चिर परिचित मेरो पूर्ण भाइ एक समयमा सानो भाइ उसको चाहिँ मामाको होटल हुँदो रहेछ पहिला जोर पार्टीमा हुनुहुन्थ्यो पहिला हामी चिन्जान थियो अनि त्यो पहिला चिन्जान थियो अनि अहिले यसो हेर्छु मैले कहाँ देखेँ भनेर अहिले साइनो यसो जोड्दै जाँदाखेरि त ठ्याक्कै पत्ता लाग्यो तर उहाँहरू चाहिँ अहिले 4 वर्ष भइसक्यो आउनुभएको जोरपाटी छोडेर अनि यहाँ व्यवसाय गर्दै हुनुहुँदो रहेछ राम्रो छ एकदम उहाँहरूको पनि चल्दो रहेछ खुसी लाग्यो जस 11 वर्ष अगाडि 14 वर्ष अगाडि देखेको उहाँलाई र अहिले यो बुढेसकालमा पनि उहाँलाई भेट्दाखेरि चाहिँ खुसी लागेको छ लास्टमा चाहिँ हाम्रो डम्बर भाइको चाहिँ मामै पर्दो रहेछ कि हामी चाहिँ आज पुरै लन्चमा छौँ र हाम्रो लन्चमा हाम्रो काकी हुनुहुन्छ काकीले हामी आफन्तलाई पुरै दिइराख्नु भएको अवस्था तर गाइज यहाँनिर आउँदाखेरि चाहिँ निर्धक्क भएर होइन मागेर खाँदा पनि हुन्छ जस राम्रो छ हाम्रो कस्तो लाग्यो भाइ बिट्स छ होइन कस्तो लाग्यो भाइ यता जसले भने पनि यो चिन्ने के अरे चिन्ने पो भने यहाँ दानाबारी साइड बाटो है योलाई चाहिँ स्कुल डाँडा भन्छ वार्ड नम्बर 4 हैन कन्या पोखरी धनकुटा राजारानी जाने बाटो यो कन्या पोखरी चाहिँ कहाँ पुग्छ कन्या पोखरी भनेको चाहिँ कहाँ कन्या पोखरी भनेको नाम्चीदेखि पर्तिरको पोखरी ए त्यो स्कुल तल्लोपट्टि भएको स्कुल अनि यता गयो भने चाहिँ हामी दानाबारी पुग्छौँ अनि यहाँ तलतिर गयो भने चाहिँ हर्दिया मार्ग त्यसपछि सौजन्य टुलेट होइन टोइलेट भन्दैन यताबाट चाहिँ यता के अरे हर्दिया मार्ग जाँदो रहेछ अनि यहाँबाट जाने चाहिँ हर्दिया मार्ग अनि त्यस पछाडि यताबाट चाहिँ दानाबारी भइगयो अनि यो अब यो बाटो चाहिँ हामी कन्या पोखरी जान्छौँ भन्नुको अर्थ नाम्चे भन्दा अलिक यतातिर जाने बाटो ल अलि हामीले चाहिँ धरान 13 बाट चाहिँ देखिने एउटा ठुलो बर्को बोट तलबाट देखिने हामी जुन चाहिँ सेवाझाटा आउँदाखेरि देखिने एउटा बर्को बोट देखिने चाहिँ यही रहेछ है गाइस म पनि धेरै वर्ष पछाडि आएको म आएको पनि थिइनँ आउनु त आएको थिएँ तर यहाँदेखि तलतिरसम्म मात्र आएको थिएँ तर यतातिर चाहिँ घुमिएको थिएन गाइस यो सानो जानकारी तपाईँहरूको माझ आज मैले लिएर तपाईँहरूको माझबाट चाहिँ होटलमा खानपिन गरिसके पछाडि अनि सानो एउटा भनौँ न यहाँको गाउँको बारेमा एउटा सानो एउटा वेहरूको बारेमा देखाएर चाहिँ म तपाईँहरूबाट म बिदा लिँदैछु भन्दै आजलाई बाई बाई मेरो आजको यो सानो ब्लग यतिकैमा म बिट मार्दैछु है त बाई बाई